हेलो साथीहरू, के छ सबैजनालाई गुड मर्निङ। आज चाहिँ मेरो चाहिँ फ्राइडेको दिन। फ्राइडेमा चाहिँ म 2बाट चाहिँ 6सम्म ड्युटी हुन्छ। त्यहाँबाट फेरि ब्रेक हुन्छ 6 घन्टा। त्यही भएर चाहिँ म चाहिँ अफ गरेर चाहिँ म निस्केको चाहिँ यसो चाहिँ पानी पर्न लागेको रहेछ हाम्रो यता चाहिँ साथीहरू। खै साथीहरू, आज चाहिँ यता चाहिँ पानी पर्न लागेको रहेछ। पानी पर्न लागेको रहेछ। आजको हाम्रो चाहिँ मौसम चाहिँ यस्तो। म चाहिँ अब हिँडेको है साथीहरू। मेरो चाहिँ दोकान यो हो। दोकान बन्द गरेर चाहिँ म चाहिँ अब हिँड्न लागेको। पानी पर्न लाग्यो यता चाहिँ हेर्नु। आजको दिन फ्राइडेमा चाहिँ यसो हिँडेको। दोकान चाहिँ बन्द गरेर अब यसो अब के भन्नु, अब यस्तै छ। फ्राइडे आज खाली हुन्छ। अनि 12-1 बजेपछि बल्ल यिनीहरूको दोकान सोकान खुल्छ र अनि बल्ल यिनीहरू चाहिँ खाना पिउनको लागि हिँड्छ साथीहरू। दिलको ढोका खोला न मायाली सोझी छु आँखैमा बस्ने। हेर्नुहोस् साथीहरू, आज चाहिँ 1 महिनापछि बल्ल यताको चाहिँ बाटोमा चाहिँ ट्याक्क 6 बजे बन्द गरेर हिँडेँ। त्यही पनि यतिखेर चाहिँ जाडोको महिनामा चाहिँ रातै हुन्थ्यो। अहिले चाहिँ उज्यालो भइसकेको रहेछन्, उज्यालो हुँदो रहेछन्। यो चाहिँ नयाँ मार्केट खुल्दैछन् हाम्रो। लगभग भयो 20-25 दिन भइसक्यो दोकान खुलेको चाहिँ साथीहरू। आउनु होला, हजुरहरू पनि भिजिट गर्नु होला, साउदीमा घुमेर जानु होला। मैले चाहिँ 7-8 वर्ष कटाइसकेँ यसमा, तर पनि ठिक चाहिँ छैन। माया बिना हाँसेर भुलिदेऊ, भुल्न पनि सकिन भनिदेऊ म त सोडी। यताको मामाहरू चाहिँ यस्तो गाडीमा हिँड्छन्, BMW भ्यान्स फर्चुनरमा हिँड्छन्। हाम्रो मामाहरू फेरि एउटा पिकअपमा हिँडेर भयो नि डोन भन्छन् फेरि हाम्रो मामाहरू चाहिँ है। सोझी छु आँखैमा बस्ने दिलैमा सोझी छु। त हेर्नुहोस्, आज मर्निङ वाक पनि हुन्छन्। तिमीले माया नगरे हुन्थेन। गाउँ हो कि यो भनेको साउदी भनेको चाहिँ साउदीको बुरेदा भन्ने ठाउँ, अलनादा सुल्तानाको ब्रिजमा यो म चाहिँ। यस्तो छ अहिले चाहिँ यता गर्मी सुरु भइसकेको छन्। मान्छे फाइनली साथीहरू म चाहिँ आइसकेँ। ड्युटी सकेपछि 5 मिनटभित्र म आफ्नो रुममा टक्कै आइपुग्छु। मेरो चाहिँ रुम यो बिल्डिङ चाहिँ मेरो साथीहरू। बिल्डिङ आइसके। अब फेरि दिउँसो 12 बजी जाने। अब अहिलेको लागि चाहिँ सबैजनालाई बाई बाई भने म अब रुममा पनि पुग्न लागिसकेँ साथीहरू। यो चाहिँ हस्पिटल बन्दैछन्। 2 महिनामा यो बिल्डिङ बनिभए 2 महिना कम्प्लिट पनि भएनन्। अनि साथी म चाहिँ अब यताबाट टक्क ढुकुर हेर्नु। यस्तो मरुभूमिमा पनि ढुकुरहरू हिँड्छन् साथीहरू। म चाहिँ फाइनली मेरो बिल्डिङ चाहिँ यो हो। मेरो बिल्डिङबाट चाहिँ म
छिरिसकेँ मेरो चाहिँ रुम यता हो म चाहिँ रुमभित्र आइसकेँ साथीहरू मेरो रुम यता म चाहिँ घुचिसकेँ फाइनली साथीहरू मेरो रुम यहाँ हो अब यहाँबाट चाहिँ म टक्क लाएर लिफ्ट दबाएपछि म कति नम्बर फ्लोरमा जान्छु भने म 3 नम्बर फ्लोरमा जान्छु 3 नम्बर फ्लोरमा है मेरो रुम गाइजहरू म अब 3 नम्बर फ्लोरमा पुगिसकेँ म त सोझी छु आँखैमा लाउने गजलीमा फाइनल साथीहरू म चाहिँ रुममा पनि आइसकेँ अब सबैजना मेरो चाहिँ रुम चाहिँ यो हो मेरो रुम चाहिँ यहाँ हो मेरो रुम चाहिँ यो है त साथीहरू सबै सुतिहान म चाहिँ गएँ अब चाहिँ साथीहरू म घुसेँ मेरो रुममा को छन् सबै सुतिरहेको छन् सबै सुतेको हुनाले नै म फाइनली मेरो रुममा चाहिँ आइसकेँ साथीहरू है यो मेरो किचन भयो किचन पुग्यो मेरो त्योभित्र चाहिँ मेरो रुम हो ल बाई बाई साथीहरू